माङसेबुङ गाउँपालिका वडा नम्बर 3 हैन त गुरु? बाटोको चतुरे ठाउँ त निकै चतुरै छ, मान्छेहरू पनि चतुरै हुनुहुन्छ यहाँको। यस्तो बाटोमा यो गाडी बिग्रियो। हामी सप्लायर कम्पनीबाट भाग्यरो पावर पार्ट्स एन्ड सप्लायर्स पालीबाट आएको काम गर्न। सबै कुरा भाँचिएर सबै यो गाडी लथालिङ्ग अवस्थामा छ। बिरामी बोक्ने गाडी आफै बिरामी भएर एकदम शिथिल भएको छ। हाम्रो सुशान्त भाइ, बिजुली भाइ काम गर्दैछ होइन? काम हुँदैछ। हामी एकदम कष्टकर बाटोबाट आइयो। साह्रै दुःख भएको थियो आउँदा। नयाँ ठाउँ थियो हाम्रो लागि। बाटो यस्तो सबै यस्तै छ बाटो। हामी आएदेखि तलदेखि लगभग बेलडाङ्गी शिविरदेखि बाटो यस्तो हुँदै आएको माथिदेखि यस्तै छ। बाटोमा सानो सानो पिच ढलाइ गरेको बाटो। हरियाली, एकदम हरियाली ठाउँ। हाम्रो ह्यान्डसम गुरु हुनुहुन्छ, बेला बेला आइराख्नुहुन्थ्यो। अहिले गाडी बिग्रेरमा पनि तनावग्रस्त अफिसमा फोन गर्दै हुनुहुन्छ गाडी बनाउने आदेश लिनको लागि। बाटोको हालत यस्तो छ। म यो गाडी बनाउने हाम्रो मिस्त्री बिजुली भाइलाई लिएर आएको। लड्दै गर्दै बाइक एक ठाउँ लड्यो, मान्छे त कहीँ पनि लडिएन, आइपुग्यो। अब हामी यहाँदेखि एकदम यो इलाम माङसेबुङदेखि झापाको मनोरम दृश्य हेरौँ एकछिन। ल ठ्याक्कसँगले आयो यो माई खोला। ल यो माई खोलादेखि यता सरर यो दोमुखाको डाँडाहरू देखिँदैछ। तल्लोपट्टिको डाँडा दोमुखाको डाँडा हो। अनि बिर्तामोड सहर निकै टाढा सानो झिलिली बले जस्तो देखिन्छ घाम लाग्दाखेरि। यता माथि पारिपट्टि इलामकै डाँडाहरू, रोङ गाउँपालिकादेखि माथिल्लो एरियाहरू, माई नगरपालिका के पर्दो रहेछ। यहाँ एकदम सब्जी खेती हुने ठाउँ रहेछ यो तल्लो फाँटमा। यता माथि माङसेबुङ गाउँपालिकाकै एरिया हो। हाम्रो बाइक पर राखेर यहाँ भाइले काम गरिरहेको छ। बाटोको हालत एकदम खराब छ। यता गाउँपालिका जाने बाटो। यहाँबाट दमकको हाम्रो केपिएलीको भ्यू टावर पनि देखिरहेको छ। यहाँबाट अब ठ्याक्क हेर्दाखेरि माई खोलाबाट सरर आइयो आउँदै गर्दा यहाँ आउँदाखेरि रतुवा खोला देखिन्छ। यहाँनिर यो रतुवा खोला हो। यो देखिएको एरिया रतुवा खोला। यहाँनिर ठ्याक्क देखिने ठाउँ यो भनेको चाहिँ हाम्रो दमक बजार एरिया। यहाँदेखि थोरै यता आउँदाखेरि यहाँ कहाँ देखिन्छ भन्दा यहाँनिर छ हाम्रो मावा खोला। यो मावा खोलाबाट सिधै यो सेतो देखिएको एउटा यो चाहिँ हाम्रो भ्यू टावरदेखि थोरै यता आउँदा यो रतुवा मावा खोला। यो मावा खोला सरर यसरी बगो होइन रहेछ। यो मावा खोला सानो देखिन्छ। मावा खोला निकै सानो छ। मावा खोलादेखि यता यहाँनिर ठुलो छ बक्रा खोला। अर्को यो बक्रा खोला एकदम ठुलो देखिँदो रहेछ यहाँबाट। बक्रा खोला यतापट्टि मधुमल्ला तोरीबारी ठ्याक्कै डाँडामुनि पर्दो रहेछ। नयाँ ठाउँमा आज आइयो गाडी बनाउनको लागि मिस्त्रीलाई लिएर। यो यसरी नै हिँड्ने क्रम त चलि नै रहेको छ 2-3 महिनादेखि। कहिले सूर्योदय कन्याम, कहिले कच्चन कवल, कहिले माङसेबुङ, निरन्तर जारी छ हिँड्ने क्रम। तर यो चाहिँ एकदम नयाँ अनुभव भयो यो बाटोमा। अफरोड सामान्य होला भनेर पाथिभरा, ताप्लेजुङ, सन्दकपुरतिरको जस्तो यो हाम्रो सलकपुरको जस्तो बाटो होइन रहेछ। निकै अप्ठ्यारो बाटो रहेछ। ढुङ्गा खापेको भए निकै सजिलो हुन्थ्यो। तर हिलो साह्रै हिलो बाटो, गाडी कन्ट्रोल गर्नै गाह्रो हुने, चिप्लिने रातो माटोमा बाइक लिएर आइयो। हाम्रो स्वाङ नेङमाङले